उत्पत्तिको पुस्तक अध्याय 15। अब्रामसँग परमेश्वरले करार बाँध्नु भएको। त्यसपछि दर्शनमा अब्रामका परमप्रभुको यो वचन आयो, अब्राम त नडरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्त ठुलो हुनेछ। तर अब्रामले भने, हे परमप्रभु परमेश्वर, तपाईँले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानविहीन नै छु। मेरो घरको उत्तराधिकारी दमस्कसको एलिएजर हुनेछ। फेरि अब्रामले भने, हेर्नुहोस्, तपाईँले मलाई सन्तान दिनु भएन र मेरा घरमा जन्मेको दास नै मेरो उत्तराधिकारी हुनेछ। तब परमप्रभुको यो वचन फेरि तिनी कहाँ आयो, यो मानिस चाहिँ तेरो उत्तराधिकारी हुने छैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ। अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस् गनिहेर। उहाँले तिनलाई भन्नुभयो, तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्। अनि तिनले परमप्रभुमाथि विश्वास गरे र यो तिनको निम्ति धार्मिकता गनियो। फेरि उहाँले तिनलाई भन्नुभयो, यो देश तेरो अधिकारमा दिनलाई कल्दीहरूको उरबाट तँलाई ल्याउने परमप्रभु म नै हुँ। तर अब्रामले भने, हे परमप्रभु परमेश्वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ? उहाँले तिनलाई भन्नुभयो, मेरो निम्ति 3 वर्षको एउटा कुरली, 3 वर्षको एउटा बाख्रा, 3 वर्षको एउटा भेडा, एउटा ढुकुर र एउटा पर्याको बचेरोले तिनले ती सबै उहाँ कहाँ ल्याए र माझमा 2-2 फ्याक गरेर हरेक फ्याक आमुन्ने सामुन्ने राखिदिए। तर पन्छीहरू चाहिँ तिनले 2-2 फ्याक पारेनन्। अनि चिल र गिद्धहरू ती मरेका पशु पन्छीहरूमाथि झम्टदा अब्रामले तिनीहरूलाई धपाए। सूर्य अस्ताउँदा अब्राम मस्त निन्द्रामा परे अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। तब परमप्रभुले अब्रामलाई भन्नुभयो, यो निश्चय जानिराख कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा कमारी हुनेछन् र 400 वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिका दास बन्नेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु र पछिबाट तिनीहरू धेरै धनसम्पत्ति लिएर निस्किआउनेछन्। त चाहिँ आफ्नो पितृहरू कहाँ शान्तिसित जानेछस्। तेरो पुरो बुढेसकालमा त गाडिनेछस्। चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पुरा भएको छैन। सूर्य अस्ताएपछि जब अँध्यारो भयो, तब मासुका टुक्राहरूका बीचबाट धुवाँ आइरहेको आगोको एउटा मक्कल र बलिरहेको एउटा राको छिरिगयो। त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, तेरा सन्तानहरूलाई मिस्र देशको नदीदेखि महानदी युफ्रेटिससम्मको यो देश मैले दिएको छु। केनी, किन्नजी, कदमोनी, हित्ती, परिजी, रपाई, एमोरी, कनानी, गिर्गासी र यबुसीहरूका देशहरू दिएको छु।